यहाँ आउँदैन अब। बोल्ने आँट पनि आउँदैन। हामी गएको कुन डाँडा अरे? अब त्यही हो नि? हो त्यो मामा मार्यो। जुन कुराको डर थियो त्यो कुरा भयो गाइज। हामीले चाहिँ त्यहाँ बसेर म चाहिँ सर्ट बनाउन लागेको थिएँ भिडियो, अनि एक्कासी भालु आइदिएछ क्या। भालु आइदिएछ अनि मलाई चाहिँ थाहा थिएन, यसले भन्यो यस्तरी दौडेर आयौँ, यस्तरी दौडेर आयौँ माथि त्यो डाँडाबाट निस्टप हेर्नु खुट्टाको हालत यस्तो भइरहेछ। त्यहाँबाट यहाँ कसरी आयौँ भन्ने कुरा पनि थाहा छैन होइन। म चाहिँ टक्क इभिएर सर्ट बनाउन लागेको थिएँ, क्यामेरा चाहिँ त्यसको हातमा थियो, हो कि नै? क्यामेरा चाहिँ त्यसको हातमा थियो। अनि मैले चाहिँ भिडियो जस्ट सुट गर्ने बेला चाहिँ भालु आइदियो के तल। म भालु आइदियो अनि तिनैजना यस्तै भाग्यौँ। यहाँ हेर्नु हालत, आम्मा हेर्नु खुट्टाको हालत यस्तो छ। हेर्नु सबैको खुट्टाहरूको हालत हेर्नु, यहाँ हेर्नु आम्मामा भन्न मरिएन आज। जोस् आज पनि कालको मुखबाटै माचियो तिनैजना। के भइरहेको थियो भन् त? यस्तो भिडियो सुट गर्दाखेरि उताबाट यस्तरी आयो मासु हाम्रो मुखबाटै। अलि ठुलो सोध्नु भन्न। उताबाट आयो भालु यस्तरी आयो, अनि फेरि हामी चाहिँ म देखेँ, अनि त्यहाँबाट फेरि भागौँ भनाइ भयो। त्यहाँबाट यस्तो छ हालत, होस पनि छैन अहिले। म एकैछिन पछि कुरा गर्छु है तपाईँहरूसँग, रोक्नु सास फुलिराख के। उडा जस्तै बनायो कस्तो मन थियो। अझै पनि त्यो डाँडाको डर लागिरहेछ। हामी बस्ने चाहिँ यहाँ हो, जुन ठाउँमा हामी बस्छौँ त्यो ठाउँको नजिकै आएर बोलिरहेछौँ होइन। यहाँ मुटुले अहिलेसम्म नि काम गरिराखेन क्या मेरो त, त्यस्तो भइरह। कहीँ हामी चाहिँ त्यहाँदेखि यहाँदेखि तल आएको भए डाइरेक्ट हामीलाई चाहिँ भेट्टाउँथ्यो होला। हामी चाहिँ सिधै भागेर यो कुनादेखि तल झऱ्यौँ कि अहिले यहाँ आएको। यस्तो भइरह गाइड। त्यो छिट्टो कैयौँ त्यत्रो छिटो आइहाल। तँ त भिडियो बनाउनु लाग्छ, तैँले पनि देखि? म त जस्ट मैले कसरी देखिनँ भनेपछि म चाहिँ क्यामेरातिर ध्यान थियो क्या, मेरो भालुतिर ध्यान थिएन। यिनीहरू चाहिँ यस्तो फर्केर भिडियो सुट गर्न लाग्थेँ, तल झ्याम्म देखेछन्। मैले चाहिँ अब मेरो भिडियोतिरै ध्यान थियो क्या त्यति बेला। बाँचियो। यस्तो गाह्रो भइदियो मलाई त। मैले जस्ट भिडियो चाहिँ जुन लङ भिडियो सकाएर अनि सर्टतिर चाहिँ ध्यान दिइरहेको थिएँ क्या मैले। सर्ट भिडियो चाहिँ त्यो भाइलाई खिच्न दिइरहेको थिएँ। यस्तरी आइदिएछ भालु, मैले चाहिँ देखिनँ। अनि तिनैजना यस्तरी फाल हालिदिएको त्यहाँबाट यहाँ निस्टप के। त्यहाँबाट यहाँ कसरी आएँ अहिले पनि थाहा छैन यार मलाई त। त्यस्तो भइरह। ओ बाँचियो नै बाँचियो, हङ्सै बाँचियो आज। मैले भनिरहेको थिएँ अघिल्लो भिडियोमा पनि यहाँ कोही छैन, यिनीहरू चाहिँ पछाडि आएको के। यिनीहरू पछाडि आए, म चाहिँ अगाडि पहिला भ्लग बनाएर सकाएँ मैले चाहिँ। त्यति बेलासम्म मैले देखाएको थिइनँ। म तपाईँहरूलाई देखाउन चाहिँ अगाडि गइरहेको थिएँ, त्यति बेलासम्म पनि देखाएको थिइनँ क्या मैले। अनि जस्ट म चाहिँ ओ भाइ मलाई त अहिले डर लागिरह यार। तिमीहरू यहाँ तल छेउ हो कि नै, तल छेउ तिमीहरू। अनि म चाहिँ भ्लग बनाउन अगाडि गइरहेको थिएँ। त्यो भालु छ त त्यहाँभन्दा नि अगाडि गयौँ म भ्लग बनाउन। त्यहाँ कोही छैनौ तिमीहरू तल। तिमीहरू त्यति बेला भिडियो बनाउन लाग्थ्यौ। तिमीहरू त्यति बेला भिडियो बनाउन लाग्थ्यौ। म चाहिँ त्यो भालुभन्दा अगाडि गएँ कि मैले त्यति बेलासम्म देखिनँ कि मैले। म त्यो भालु छालु होला भन्ने त म अब यहाँको बस्तीहरू चाहिँ भनिरहेको हुन्थ्यो होइन। त्यहाँ दुईवटा भालु छन्, एउटा चल्लावालो भालु छ, एउटा चाहिँ सिङ्गल भालु छ भन्न चाहिँ भनिरहेको थिएँ। हामीलाई चाहिँ विश्वास लागेको थिएन क्या। अब त्यो डाँडामै कहाँ हुनु भालु, यहाँ त हिउँ परिसक्यो, तल होला भए पनि भालु तलतिर गइसक्यो होला सोचिरहेको थिएँ क्या मैले त। म चाहिँ अघि भिडियो बनाउन चाहिँ त्यो डाँडाहरू देखाउन गइरहेको थिएँ तपाईँहरूलाई। त्यति बेला पनि देखेको थिइनँ मैले एक्कासी। अनि त्यो भ्लग भिडियो बनाएर सकाएर ठ्याक्क जस्ट 10 मिनट पहिला होइन त्यो भ्लग सकाएँ। अनि एकचोटि बसेँ, रेस्ट गरेँ।
अनि त्यसपछि चाहिँ भाइहरू त्यहाँ पुग्यो होइन। भाइहरू पुगिसकेपछि मैले चाहिँ अब सर्ट पनि बनाऊँ यार, टिकटकमा हाल्ने पनि हुन्छ भनेर चाहिँ त्यहाँ बसेर बनाइरहेको थिएँ। अनि एक्कासी देखेको छ के क्यामेरा स्यामरा हातै छ सबै फालिहाल्यौँ तिनैजना। यहाँ कसरी पुग्यौँ त्यो पनि थाहा छैन। मलाई चाहिँ अहिले डर लागिरह, मलाई चाहिँ कसरी डर लागिरह भनेपछि जति बेला म एक्लै थिएँ त्यति बेला भेटिएको भए त सायद म बाँच्थेन होला। भगवान् कसम यस्तो डर लागिरह अहिले। त्यो डाँडामा हेर्नु नि डर लागिरह यार अहिले त। सायद मैले चाहिँ लाइफमा अहिलेसम्म देखेँ होइन भालु, आज पनि देखिनँ। जस्ट यिनीहरूले देखेर भयो। त्यहाँभन्दा 10 मिनट पहिला भालु आएको भए सायद आज मेरो नामो निशान केही भेटिन्थेन होला। यार म त आया थाहा पाएन यार। म यस्तो भइदियो हात त यो क्यामेरा स्यामेरा भाडमा राख भन्ने टाइपको भइदिएछ। म त मोबाइल ल भन्ने बेला त अब किनभने यार यस्तो भइदिइराख। मन त अहिले डर लाग्यो किनभने चाहिँ मैले भने त एक्लै भएको बेला भेटिदिए म क्याद्दाउँ भन्दा आफै न माटाउने। जस्ट 3 जना भएको बेला चाहिँ भेट्यो र एकदम राम्रो भयो यार। आज चाहिँ मेरो दर्शकहरा ठिकै रहेछन्। जे होस् मान्नुपर्छ। जय होस् शिव भगवान्, जय होस्। जे होस् आज मलाई बचाइदिनु भयो तपाईँले। आजबाट चाहिँ अर्को जुनी पाएँ जस्तो छ। तर जुनी चाहिँ मैले धेरैचोटि पाइसकेको छु है गाइस। मर्दै बाँच्दै धेरैचोटि भइसकेको छ। अब लास्ट दिन कुन दिन अन्तिम हुन्छ त्यो थाहा छैन। म त अझै त्यहाँभन्दा माथि गएर अर्को भ्लग बनाउँछु सोचिरहेको थिएँ यार। त्यहाँभन्दा माथि गएर अर्को भ्लग बनाउँछु सोचिरहेको थिएँ। त्यहाँ त एक्कासी भयो, हातो सातो सबै उड्यो के। बाँचियो केटा हो, बाँचिएकै हो आज तिनैजना। अझै त्यो सिङ्गलवालो होला सायद त्यो भालु नि, सिङ्गलवालो भएर बाँचियो। यदि चल्लावालो हुन्थ्यो भने चाहिँ हामी तिनैजनालाई चाहिँ कसैले छोड्दैन पछि आएर। त्यस्तो हुन्छ भालुहरू चाहिँ। भालुले देख्दैन, देख्यो भने छोड्दैन। सायद हामी पनि देख्यो कि देखेन के, देख्यो होइन हाम्रोतिरै आएको। अझै पनि केटाहरूले त्यो डाँडोमै छ कि केटाहरूको ध्यान हो तेरि। मैले चाहिँ देखिनँ कि त्यो भालु चाहिँ हाम्रोतिर आइरहेछ होइन। अनि जस्ट झ्याप्प देख्यो के। जोस् गरो चाहिँ खत्रै रहेछ नि यार। जोस् बाँचियो गाइज आज पनि। अनि मैले चाहिँ क्यामेरा माथि त्यो बाटोबाट स्टार्ट गरेको के। अब चाहिँ बाँचियो होला। अझै पनि मुटुले 99 हानिरहेछ माथि। त्यो बाटोबाट स्टार्ट गरिरहेको थिएँ कि मैले क्यामेरा चाहिँ। अनि किनभने कसैको हातो पनि यहाँ मेरो पछाडि देखाइदियो त ल। यस्तो भइरह यहाँ हेर्नु, यहाँ हेर्नु यस्तो भइरह पुरै माथिबाट यस्तरी दौडेँ म त। बाबा धन्न बाँच्यो म चाहिँ। हो यस्तरी जस्ट यस्तरी के। अब यस्तरी चाहिँ म यस्तरी सुट गर्न लाग्थेँ होइन। अनि यसले चाहिँ अगाडिबाट देखेको छ कि मेरो पछि भालु जस्तै ताट आएको सिधै। अनि फास्ट आयो। अनि फेरि मैले क्यामेरा स्यामेरा बन्द गरेँ। अनि म चाहिँ यस्तरी टक्क यस्तरी बसेर टक्क भिडियो बनाउन लाग्थेँ होइन। सर्ट बनाउन लाग्थेँ। अनि चाहिँ यसले पछाडि झ्याम्म देखेछ। मेरो त अब फोकस क्यामेरातिरै हुन्छ नि त। दायाँ बायाँ म क्यामेरातिर बोल्ने बेला चाहिँ यताउति हेर्दैन क्या म चाहिँ। अनि जस्ट पछाडि भालु रहेछ। अनि यी 2 जना चाहिँ अगाडि थिए के। 2 जना त्यसलाई पनि देखाएको। त्यो पनि थियो होइन, त्यो पनि थियो। अनि टक्क म चाहिँ क्यामेरामै थियो मेरो ध्यान। अनि म चाहिँ टक्क भिडियो बनाउन लाग्थेँ। त्यसले भालु भन्यो के। भालु भने म यस्तरी मोबाइल समाइकन दौडौँ भनेपछि त पछाडिबाट हाम्रोतिर नै आइरह भालु। अनि हुँदै क्यामेरा बन्द गर भने फर्स्ट टाइम त्यस्तै आएको त हामी त बल्ल बाँच्यो। हाम्रो गएको डाँडा चाहिँ त्यो डाँडा देखिरह। त्योभन्दा नि माथि चाहिँ यो जङ्गलले अहिले देखिरह होइन। जस्ट अहिले चाहिँ त्यो डाँडा भन्दा नि उताटी छ कि। यो कस्तो हुन्छ भने चाहिँ एक डाँडो देख्यो भने त्यो लेभलले गयो भने अझै माथि देखिँदा कि त्यस्तो हुन्छ यहाँको सिस्टम होइन। बाँच्यो फाइनल गाइज। यहाँ आएर यहाँ जुन हामी यहाँ चाहिँ खेल्न आइरहेको हुन्छौँ बेलुका होइन जहिले पनि। जस्तै हिजो पनि आइयो, आज पनि आइयो भनौँ न। दिउँसो पनि आइरहेको थियौँ हामी यहाँ खेल्न होइन, घुम्न। अनि जस्ट यहाँ आएर चाहिँ बाँचिएको महसुस गरिरहेछौँ हामीले चाहिँ। सो त्यही नै हो। अब चाहिँ बाँचियो गाइज। अझै पनि मुटु ढकम भइरह। हामी चाहिँ भोलि जाने प्लान छ।
त्यही नै हो भोलि जाने प्लान छ। मैले चाहिँ सर्ट बनाउन लाएको थिएँ, सर्ट बनाउन पाएन। मैले चाहिँ टिकटकको लागि बनाउने सोचिरहेको थिएँ, टिकटकको लागि पनि पाएन। जस्ट यो पटक पनि बाँचियो र भोलि हामी चाहिँ बिहानै निस्किन्छौँ होला। यदि जाने काम भयो भने अघि हुन्छु गाइज। आज पनि बाँच्यो। नमस्ते सबैजनालाई। बोल्ने आँट पनि छैन, अब गएर चाहिँ सिधै रेस्ट गरिन्छ। मुटुले 99 पनि हानिरहेछ होइन। जाउँ अब चाहिँ, ल हामी चाहिँ लाग्यौँ गाइज। अब तपाईँहरू पनि मजाले। आज चाहिँ हामी बाँचियो। अनि हामी चाहिँ अहिले कोठातिर जाँदैछौँ गाइज। बाटोमा कति रडियो कति पढियो। यस्तो झाँकहरू त हेर्नु, यस्तो झाँकहरूमा कस्तो हिउँहरू थियो। त्यो सबै कसरी आयो के गरी आयो कसम भगवान कसम थाहा भएन के कसरी आयौँ के गरेर आयौँ भन्ने कुरा चाहिँ यहाँसम्म। खुट्टा पनि यस्तो दुखिरहेको दौड्यो, कति धेरै दौड्यौँ हामी। त्यहाँबाट यहाँ आउने बेलासम्म चाहिँ नन स्टप दौड्यौँ के। त्यहाँसम्मको लागि चाहिँ म अर्को एपिसोड छिट्टै नै ल्याउँछु। त्यससम्मको लागि चाहिँ म बिदा हुन्छु। नमस्ते सबैजनालाई।